Namaste everyone, welcome to my YouTube channel. It's me Abhishek Basil. Huge congratulations because you have taken the first step towards your success journey. So मेरो नाम अभिषेक बसेल, म चितवन माडीदेखि छु र आज यस तपाई जुन बिजनेसमा हुनुहुन्छ त्यो बिजनेसमा एंगेज भएर काम गर्दै गरेको केही समय भएको छ र यो केही समयको अन्तरालमा मैले आफूमा एउटा राम्रो चेन्जेस देखेको छु, आफ्नो एउटा इन्कममा एउटा राम्रो चेन्जेस पाएको छु। ठुलो ठुलो कुराको सुरुवात हमेशा एकदम सिम्पल डिसिजनदेखि सुरु हुन्छ र जुन डिसिजन हजुरले लिगिसक्नु भएको छ र यहाँसम्म तपाई आइसक्नु भएको छ। सो तपाईलाई म रेस्पेक्ट गर्न चाहन्छु। आज हर कोही यो डिसिजनलाई चाहिँ ग्र्याब गर्न सक्दैन, यो अपर्चुनिटीलाई ग्र्याब गर्न सक्दैन। कोही फ्यामिलीको कारणले, कोही साथीभाइहरूको कारणले र कोही आफै कन्फ्युजनमा आएर चाहिँ यो अपर्चुनिटीलाई चाहिँ इग्नोर गरेर बसिरहेको हुन्छन्। बट तपाई लाइफमा एकदमै सिरियस हुनुहुँदो रहेछ। तपाईले यो प्लानलाई, यस बिजनेस इन्डस्ट्रीलाई चाहिँ सिरियसली तपाईले लिनुभयो र हामीसँग जोडिनु भएको छ। सो मेरो कर्तव्य हो तपाईलाई चाहिँ अगाडि बढाउने र तपाईले पनि यहाँदेखि एउटा गुड इन्कम सोर्स र आफूलाई आफ्नो पर्सनालिटी डेभलपमेन्ट, पर्सनल डेभलपमेन्ट र इच एन्ड एभ्री कुराहरुमा चाहिँ तपाईले आफूलाई ग्रोथ भएको हेर्न पाउनुहुन्छ। सो यो भिडियोमा अन्तिमसम्म जोडिनुस्। तपाईले बिजनेस स्टार्ट त गर्नुभयो, अब तपाईले के गर्नुपर्छ, कसरी कसरी गर्नुपर्छ, तपाईले एउटा राइट इन्कम सोर्स क्रिएट गर्नको लागि र एजुकेसन कस्तो कस्तो लर्न गर्नुपर्छ त्यो हरेक कुराहरुको स्टेप बाइ स्टेप गाइडेन्स तपाईलाई म दिदैछु। सो तपाईले अब बिजनेस त स्टार्ट गर्नुभयो, तर अब के गर्ने, कसरी गर्ने भन्ने कन्फ्युजन हुनुहुन्छ भने सो अब तपाईले गर्नुपर्छ चारवटा कुरामा फोकस। यस, चारवटा कुरा। सो फर्स्ट थिङ, बिलिफ, यानी कि विश्वास। आज तपाईलाई पनि थाहा छ होला, विश्वास एउटा यस्तो चीज हो जुन चीजले दुनिया चलेको छ। तपाई छोरा मान्छे हुनुहुन्छ, कपाल काट्न जानुहुन्छ भने त्यहाँ पनि तपाई विश्वासको साथ बस्नुहुन्छ क्या चेयरमा। मेरो हजमले सही तरिकाले कपाल काटिन्छ, हजमले त पत्ती गाला गालामा चलाइरहेको हुन्छ हैन। विश्वास नहुने भएको भए सायद तपाई त्यहाँ बस्नु हुँदैन। त्यहाँ यो पनि हुन सक्छ कि त्यो हजमले तपाईको घाँटी पनि त्यो पत्तीले काट्दिन पनि सक्छ, तर तपाई एउटा विश्वासमा बस्नुहुन्छ कि मेरो कपाल उसले सही काटिदिन्छ। सो तपाईँ एउटा ड्राइभरको कहिले पनि गाडी चढ्ने बेलामा लाइसेन्स हेर्नु हुँदैन। तपाई गएर सिटमा बस्नुहुन्छ र तपाई एउटा विश्वासमा बस्नुहुन्छ कि ड्राइभरले मलाई गन्तव्यमा पुर्याउँछ। र आज तपाई जुन ठाउँमा बस्दै हुनुहुन्छ त्यो चेयर पनि भाँचिन्छ भन्ने एउटा तपाईमा विश्वास नभएको भए सायद तपाई त्यहाँ बस्नु हुँदैन थियो होला। तपाईले जुन घरमा बस्दै हुनुहुन्छ त्यो घर भत्किँदै छ भन्ने थाहा पाएको भए सायद तपाई त्यो घरमा बस्नु हुँदैन थियो होला। यानी कि भन्न खोजेको चाहिँ के भन्दा आज तपाईमा विश्वास छ भने त्यो विश्वासले नै तपाईलाई रिजल्ट निकाल्नको लागि चाहिँ हेल्प गर्छ। सो विश्वास तपाईले के कुरामा गर्ने त? पहिलो कुरा, तपाईले कम्पनीलाई विश्वास गर्नु पर्यो। यानी कि आज हामी प्राइम वेलबिङ युबी एन्टरप्रेन्योरसँग एंगेज भएर काम गर्दैछौँ भने प्राइम वेलबिङको सिस्टम, प्राइम वेलबिङको प्लान, प्राइम वेलबिङको प्रोडक्टमा तपाईले बिलिभ गर्नु पर्यो। यसले अगाडिको व्यक्तिको पनि भलो चिताउँछ। आज प्रोडक्टले साँच्चीकै रिजल्ट निकाल्न सक्छ भन्ने कुराको तपाईले बिलिभ गर्नु पर्यो र म यहाँदेखि साँच्चीकै नै अर्निङ गर्न सक्छु भन्ने कुराको तपाईमा बिलिभ हुनु पर्यो। र अर्को चीज, तपाईले तपाईको स्पोन्सरमा बिलिभ गर्नु पर्यो। यानी कि तपाईले तपाईको लिडर्सहरुलाई बिलिभ गर्नु पर्यो। आज जो व्यक्तिले तपाईले यहाँसम्म तपाईलाई बाटो देखाइदिनु भएको छ, उहाँले दिएको गाइडेन्समा म अगाडि बढ्न सक्छु भन्ने कुराको बिलिभ गर्नु पर्यो। बिलिभ गर्नु भएन भने उहाँले सही कुरा सिकाउँदै गर्दा पनि तपाईमा शंका हुन्छ। अनि एउटा भनाइ छ नि, शंकाले लंका जनाउँछ। र दोस्रो चीज, अब तपाईमा माइन्डसेट क्लियर हुनु पर्यो। यानी कि आज तपाईले बिजनेस स्टार्ट गर्नुभयो र स्टार्ट गर्नेले कहिले पनि सफलता पाउँदैन। सफलता त्यो व्यक्तिले पाउँछ जसले अन्त्य गर्छ। सो सुरुवातदेखि यो अन्त्यसम्मको बीचमा कोही व्यक्ति अन्त्यसम्म पुग्छ र कोही व्यक्ति बीचदेखि नै हराउँछ। कोही स्टार्ट गरेको 1 महिना 2 महिना पछि पनि ऊ यो बिजनेसमा लङ टर्मसम्म टिक्न नसकेर, लङ टर्मसम्म जान नसकेर ऊ भित्र हाई एक्सपेक्टेसन र धैर्यताको कमी भएर ऊ क्विट गर्न पनि सक्छ। र कोही व्यक्ति टिकेर जुनिनी भएर अझै उले लर्निङमा फोकस गरेर, मेहनतमा फोकस गरेर चाहिँ उले काम गरेर अन्तिमसम्म ऊ बस्छ र
त्यो बिचमा तपाईँलाई हेल्प गर्ने भनेको तपाईँको माइन्डसेटले। आज तपाईँमा कुनै च्यालेन्जेस आउँदैछ भने त्यो च्यालेन्जेसलाई तपाईँले कसरी लिख्दै हुनुहुन्छ, या पोजिटिभ या नेगेटिभ। यानि कि मानव तपाईँसँग पैसा छैन, अरे यार मसँग पैसा छैन भनेर बस्नुहुन्छ, कि आज पैसा छैन तर म मेरो मेहनतले पैसा कमाउन सक्छु, मेरो प्लान, मसँग पावरफुल प्लान छ, यो प्लानमा म साँच्चै खतरनाक पैसा कमाउन सक्छु भनेर पोजिटिभ माइन्डसेट गेन गर्नुहुन्छ। सो नकारात्मक होइन, सकारात्मक सोचेर चाहिँ अगाडि बढ्नु पर्यो। हरेक च्यालेन्जेसलाई चाहिँ तपाईँले आउने हरेक च्यालेन्जेस तपाईँको फ्यामिलीबाट तपाईँलाई आउने दिनमा सपोर्ट नमिल्न सक्छ। सपोर्ट मिलेको छ भने ओके, हजुर लक्की हुनुहुन्छ। यदि मिलेको छैन भने अनलक्की भन्न खोजेको होइन, तर फ्यामिलीबाट सपोर्ट तपाईँलाई मिलिहालेन भने पनि तपाईँले त्यो कुरालाई चाहिँ एउटा सही पोजिटिभ माइन्डसेटको साथ चाहिँ तपाईँले लिगेर अगाडि बढ्नु पर्यो। सोच्नु पर्यो कि आज सुरुवाती क्षणमा कसैले कसैको साथ दिँदैन। तेस्रो चिज, तपाईँ हाम्रो भिजनमा क्लियर हुनु पर्यो। यानि कि आज हाम्रो भिजन के छ त, आज हामीले कतिसम्म टाढाको सोचेर अगाडि बढिँदैछ त, आज म यहाँ छु र म कतिसम्म पुग्न सक्छु त भन्ने कुराको तपाईँले एउटा भिजन सेट गर्दै हुनुहुन्छ। तपाईँ त्यो कुरामा क्लियर हुनु पर्यो। आज हाम्रो भिजन नेपालमा भएको युथहरूलाई आज एउटा राइट एजुकेसन, राइट इन्भाइरोमेन्ट र राइट सपोर्ट दिएर चाहिँ आज उसलाई एउटा अर्निङ गराउने र यहाँदेखि एउटा लग्जरी लाइफ जिउन सिकाउने हामी भिजनमा अगाडि बढ्दैछौँ। आज नेपालमा अपर्च्युनिटीको ल्याकिङको कारणले गर्दा हेर्नुहोस् कति धेरै युवाहरू विदेशिनु परिरहेको छ। आज नेपालमा हेल्थको नलेजको ल्याकिङ कारणले गर्दा आज 16 वर्ष 17 वर्षको उमेरदेखि नै हामीलाई ग्यास्ट्रिक हुन सुरु गर्छ, ढाड दुख्न सुरु गर्छ। र यो जति पनि ल्याकिङहरू छ आज त्यो सबै ल्याकिङलाई चाहिँ फुलफिल गर्दै जति पनि प्रब्लमहरू छ त्यो प्रब्लमहरूलाई चाहिँ सल्भ गर्दै हामी एउटा ठुलो एम्पायर खडा गर्न जाँदैछौँ र त्यो एम्पायर तपाईँको योगदानले गर्दा सम्भव हुन्छ। सो आज तपाईँ हामी मिलेर चाहिँ नेपालमा एउटा यस्तो सिस्टम बिल्ड गर्छौँ जुन सिस्टममा चाहिँ आउने जेनेरेसनले चाहिँ इजिली नै आफ्नो करियरलाई चाहिँ डेभलप गर्न सकोस्। र चौथो चिज, तपाईँको ड्रिम तपाईँले क्लियर देख्नु पर्यो। यानि कि तपाईँको सपना के छ त, तपाईँले कस्तो गोल सेट गर्नुभएको छ त। तपाईँले आफ्नो ड्रिमलाई कोर्नु पर्यो आफ्नो नोटबुक्समा, तपाईँले आफ्नो ड्रिमलाई सेयर गर्नु पर्यो अगाडिको व्यक्तिलाई, तपाईँले आफ्नो ड्रिमलाई साथीभाइहरूलाई, आफ्नो फ्यामिलीलाई सेयर गर्ने र तपाईँले आफ्नो रिजनलाई पनि एकदमै क्लियर गर्ने। किन हामीले रिजन क्लियर गर्नुपर्छ भन्दा आज मलाई किन गर्नुपर्छ भन्ने यदि थाहा हुन्छ भने मैले कसरी, कहाँ र कहिले हरेक कुराहरूको मैले सोलुसन खोज्छु। तर मलाई किन नै भन्ने कुरा थाहा छैन भने म एक्सन लिनको लागि म त्यति साह्रो एनर्जीमा पनि आउँदिनँ, मैले फोकस पनि दिँदैन, मैले कुनै पनि कामलाई डेडिकेटेड भएर गर्दा पनि गर्दैन। सो तपाईँ अगाडि बढ्न चाहनुहुन्छ नि, यो रिजन र ड्रिमलाई चाहिँ तपाईँले क्लियरली सेयर गर्नु पर्यो तपाईँको लाइफमा। तपाईँको रिजन चाहिँ के हो त। र म पनि तपाईँलाई मेरो रिजन सेयर गर्न चाहे। आज म यो रिजन लिएर काम गर्दैछु। आज मैले मेरो आँखा चिम्मा गर्दै गर्दा नि मैले मेरो मम्मीको तस्विर देख्छु, अनुहार देख्छु, भाइ बहिनीको पढाइहरू देख्छु, परिवारको खुसीको लागि शरीर बुढो हुँदा पनि विदेशीको बाबाको अनुहार देख्छु। र त्यो बाआमालाई चाहिँ एउटा राम्रो जिन्दगी मैले दिनुपर्छ र म मेरो घरको गरिबीलाई चाहिँ मेटाउँछु भन्ने एउटा रिजनमा चाहिँ काम गर्दैछु। सो तपाईँले पनि रिजन सेट गर्नुहोस्। आज तपाईँलाई एउटा घरमा आगो लागेको छ, त्यो घरमा जा भन्दै गर्दा तपाईँ जानु हुँदैन होला, तर त्यो घरभित्र तपाईँको मम्मी हुनुहुन्छ भने तपाईँको मम्मीलाई बचाउनको लागि भए पनि तपाईँ त्यो घरभित्र रिस्क लिएर छिर्नुहुन्छ। किन भन्दा त्यहाँ तपाईँको रिजन क्लियर छ। सो तपाईँले तपाईँको रिजनलाई क्लियर बनाउनु पर्यो, अनि मात्र तपाईँले रिजल्ट बेटर पाउनुहुन्छ। म हजुरलाई अन्तिममा 3टा टास्क दिन चाहे। सो पहिलो टास्क, तपाईँले आफ्नो नोटबुकमा तपाईँ यो बिजनेसमा किन जोइन हुनुभयो त त्यो रिजन तपाईँले लेख्नुहोस्। दोस्रो टास्क, तपाईँको ड्रिम के छ, तपाईँ लाइफमा के कुराहरू एचिभ गर्न चाहनुहुन्छ त्यो ड्रिम्स तपाईँले लेख्नुहोस्। र अन्तिम, नलजाइकन नडराइकन म अगाडि बढ्नुपर्छ, मैले म भित्रको डरलाई मार्नुपर्छ, लाजलाई मार्नुपर्छ भनेर यु भर्सेस युको लडाइँ सुरु गरेर तपाईँले एउटा सर्ट भिडियो बनाउनु, जुन भिडियोमा तपाईँले म को हो भनेर चाहिँ तपाईँले आफूले वाचन गरेर एउटा भिडियो बनाएर तपाईँले सोसियल मिडियामा पोस्ट गर्नुहोस्। टिकटक, व्हाट्सएप, फेसबुक, युट्युब, लट्स अफ मिडियाहरूमा तपाईँले पोस्ट गर्नुहोस् र तपाईँको मेसेन्जर ग्रुपमा पनि तपाईँले सेयर गर्न सक्नुहुन्छ। सो थ्याङ्क यू सो मच। यसै गरी मसँग जोडिराख्नुहोस्।
अब फर्स्ट डे त तपाईँले सिक्नुभयो, सेकेन्ड डेमा अब तपाईँले के गर्ने त भन्ने बारेमा तपाईँ बुझ्न चाहनुहुन्छ भने नेक्स्ट भिडियोको लागि तपाईँ रेडी हुनुहोस्। तपाईँले युट्युब च्यानलमा नै तपाईँले प्राप्त गर्न सक्नुहुन्छ।